यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम् धर्मस्य तदात्मानं सृजाम्यहं परित्राणाय साधूनां विनाशाय च दुष्कृतं धर्मसंस्थापनार्थाय सम्भवामि। देवराज प्रणव सपरिवार काठमाडौँ महाराष्ट्रबाट मौलाकालीका मन्दिरको गर्नुभएको छ। खनाल परिवारजनलाई मौलाकालीका माताले रक्षा गरून्, उहाँका पितृहरूको उद्धार होस्, उहाँहरूले हाते ताकेको मौलाकालीका माताले पुरा गरून्। हरेक कार्यमा लाग्नुको लागि सदा कभी क्या कहीं मिलती है, जिंदगी मिलती है, रोज़ हंसी मिलती है। तेरे दरबार में मैया खुशी मिलती है, 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 तेरे दरबार में मैया खुशी। बुवा बाबु र म त सम्पूर्ण परिवारजनको कल्याण होस्, रामनवमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। जय होस्। ध्रुव कृष्ण श्रेष्ठ, शान्ति श्रेष्ठ सपरिवार रानी पोखरी 8 तनहुँबाट 555 रुपियाँ महाप्रसादीको लागि चाहिँ दान गर्नुभएको छ। उहाँका नानी बाबुहरू विदेश छन्। 5बाट विदेशमा रहेका छोरा बुहारीहरूको राम्रो होस्, उनीहरूको भविष्य उज्जवल होस्, हामी यही कामना गर्छौँ। आमाले गुमा आमाले आफ्ना छोराबुहारीहरूको उज्जवल भविष्यको कामना गर्दै 525 रुपियाँ प्रदान गर्नुभएको छ। तिवारी परिवारलाई मौलाकालीका माताले रक्षा गर्नु, उहाँका लागि मौलाकालीका माताले रक्षा गर्नु, धार्मिक कार्यमा लाग्नुको लागि सदा भइरहोस्। आज रामनवमीको अवसरमा भएको छ। यहाँको रामनवमीको पालनको अवसरमा गुमाजी र उहाँको परिवारको कल्याण होस्, हामी कामना गर्दछौँ। जय होस्। यसै गरी बगनाको मम्मी सिर्जना पाण्डे
भक्तों की यहाँ भक्तों की तेरे भक्तों की लगी है कतार भवानी भक्तों की लगी है कतार भवानी बड़ा प्यारा सजा है तेरा द्वार भवानी प्यारा सजा है तेरा द्वार भवानी यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानं धर्मस्य तदात्मानं सृजाम्यहं परित्राणाय साधूनां विनाशाय प्रतिष्ठितं धर्मसंस्थापनार्थाय सम्भवामि। ऊंचे पर्वत भवन निराला ऊंचे पर्वत भवन निराला ऊंचे पर्वत भवन निराला ऊंचे पर्वत भवन निराला आके शीश नवावे संसार भवानी पुत्रीहरूको उतारोस् उहाँहरूले हाती पाकेको मौला कालिका माताले पुरा गरून् धार्मिक कार्यमा लाग्नको लागि सदा देवीका प्रेरणा प्रदान भइरहोस् यही हामी कामना गर्दछौँ। आज रामनवमीको पावन अवसरमा